अब आजबाट हाम्रो हल्दी रसमको विवाहको भाइ क्लबको चाहिँ तयारी। यहाँ हाम्रा दाजु मेरा ससुराबुवा ल है त म यो पुरै देखाउँछु आज। अब हाम्रो विवाहको चाहिँ आजबाट सुरु भइसक्यो। आज हल्दी रसमको दिन हाम्रो टेन्ट पनि रेडी भइसकेको छ। वहाँनिर गेट छ। यहाँबाट म जान्छु। यहाँनिर खाना पकाउने मेरा महिला दिदीबहिनीहरू सबै हुनुहुन्छ। उहाँ मेरा दिदी पनि छन्। ल एकछिन हाई भनिदिनु पऱ्यो दिदी। ल हाम्रो आज के हो, हाम्रो आजको प्रोग्राम के हो ल भन्नु पऱ्यो मेरी भाउजू। यहाँ भन्नु पऱ्यो आज के हो भाउजू हाम्रो। ल ल मेरी बुहारीले पनि यहाँ पुरी यहाँनिर के भन्छन् सेल रोटी बनाएर राखेको। ल बुहारी हाई भन्दा उतिखेर पनि आउँछ भाग्य भने मेरी भान्जी। ल यहाँनिर मेरो दिदी। अब हाम्रो आजबाट चाहिँ सुरु भयो। दाई हुनुहुन्छ यहाँनिर जेठा। यहाँनिर मेरो सासु आमा हुनुहुन्छ। मेरो दिदी ज्यू। यहाँनिर मेरी कैँसी अर्की मेरी बुहारी है। ल अब यहाँनिर अर्की मेरी बुहारी पनि आइसकेको छ। है भन त। अब हाम्रो आजबाट कार्यक्रम सुरु भइसकेको छ। मेरा जेठान पनि छन् यहाँनिर। ल जेठान छ भाइ भन्नु। ल मेरो भतिज अमित अग्रवाल। ल मेरा भिनाजीले पनि हाई भन्नुभयो। अब हाम्रो चाहिँ यो आजको कार्यक्रम चाहिँ हल्दी रसमको यताबाट चाहिँ अब गेट सबै भइसकेको छ। ल मेरो माइला भतिज ल यहाँनिर आउनु पऱ्यो एकैछिन भिडियोमा आउनु पऱ्यो। हाई भन्नु पऱ्यो माइलो। ल हान्जो ल हाई भन्नु पऱ्यो। ल हाम्रो चाहिँ भाइ क्लबको चाहिँ विवाहको अब तयारी भइसकेको छ। अब सबै चाहिँ हाम्रो घर परिवार चाहिँ आएर उपस्थिति भएर विवाहको अब गेट सेट सबै बनिसकेको छ। अब चाहिँ हामी तपाईँले चाहिँ आजबाट पुरै विवाहको अपडेट भोलिसम्म दिने नै छौँ दाजुभाइहरू। प्रतीक्षा गर्नु होला। शुभकामना दिनु होला भाइलाई। अब हाम्रो घर चाहिँ सबै अब डेकोरेसन भइसकेको छ। यता सबै दिदीबहिनीहरू चाहिँ सबै भइसक्यो। आज हल्दीको दिन, भोलिबाट चाहिँ हाम्रो विवाह गर्छ। ल हस् अपडेट।